नमस्ते सम्पूर्णमा सबैजना आरामै हुनुहुन्छ। म चाहिँ के भन्न खोजेँ भने चाहिँ अहिले नेपालमा चुनावको माहौल एकदम दमदार बजिरहेछ है। त्यही क्रममा चाहिँ हिजो नेकपा एमालेको चाहिँ आरबाङमा घर दैलो भेटघाट कार्यक्रम भएको रहेछ। त्यसमा चाहिँ एउटा भाषण सुनियो कि एकजना त्यो दिदी मैले चिन्दैन है को हो। अब त्यसमा चाहिँ भाषण चाहिँ एकदम गलत भ्रमपूर्ण र त्यो समाजमा नबस्ने खालको भाषण भयो कि त्यस्तो चाहिँ अब बन्द गरौँ। त्यो कहिलेसम्म तपाईँहरूले त्यो भट्टा दिएर हामीले दिएको यताउति त्यो बन्द गरौँ हो। त्यो घिर लाग्छ त्यो सुन्दा पनि त्यो मनले मान्दैन कि। तपाईँहरू चेन्ज हुनुहोस्, परिवर्तन हुनुहोस्। एमालेको विरोधी होइन है। फेरि तपाईँहरूको भाषण तपाईँहरूले त्यो जनता सामु प्रस्तुत गरेको त्यो बोलीहरू चाहिँ त्यो कदापि सही छैन। किन? अब त्यस्तो पुराना थोत्रा भाषणहरू चल्दैन है। अब चल्दैन। छ्या के भाषण हो दिदी यार। छ्या त्यस्तो भाषण बन्द गरौँ। क्लोज च्याप्टर, गो न्यू वे। तपाईँहरू कसरी हुन्छ सुध्रिनुहोस्। त्यस्तो भाषण चाहिँ नगर्नुहोस् है। तपाईँहरूको विरोधी होइन म, तर समाजमा तपाईँहरूले केही दिन चाहनुहुन्छ भने राम्रो वेमा के एउटा भिजन राम्रो दिनुहोस् क्या यार। जहिले त्यही भट्टा हामीले दिएको बात नबिराउनुहोस्। भोट हामीलाई हाल्नुहोस्। हालेन भने भट्टा बन्द हुन्छ। छ्या त्यस्तो चाहिँ सुन्न चाहिँ सकिँदैन साथी। प्लिज किप क्वाइट। भट्टा के हो भट्टा?